राजतन्त्र फर्किँदैन नेपालमा, एकदम यो भ्रम पाल्नै हुँदैन। यो इतिहासमा मिल्काइसकेको चाहिँ प्रवृत्ति फेरि आउँछ भन्ने कुरा बेकार। ल अरु राजतन्त्र आउँदैन, राजा साजा फालिसकेका, फालेर सके नभन्न, बरु मारेर सकेको हौ मैले। 17,000 मारे, त्यहाँ राजा मारे, एउटा ब्यासमा पढ्न बसेको कर्मन गुरुलाई मारे, अनि स्कुलको शिक्षक मारे। 17,000 मारेकै हौ। अब राजा आउँदैनन्, यही मैले ल्याएको गणतन्त्रले सुख पाउँछन् जनताले। भन्न जनतालाई धनी गरिब बराबर पार्छु, 7 सालको भाउ ल्याउँछु, स्वास्थ्य शिक्षा निशुल्क गर्छु, घर नहुनेले घर बनाइदिन्छु, जग्गा नहुनेले जग्गा दिन्छु, हो सबै सामाजिक सबै बराबर गर्छु म भनेर चाहिँ जनतालाई भरम झुटो आश्वासन देखाएर चाहिँ 17,000 मारेर यही यो गणतन्त्र, तेरो गणतन्त्रले भरे भन्दा जनतालाई घाँस बास होइन, भएको घाँस बास पनि टुटो। तेरो कारणले गर्दा तैँले देशै डुबाइस, इन्डियालाई नै बेच्न खोजेको छस्। अझ राजाको बारेमा भन्छ, राजा कहाँ फालिस? इन्डियामा लगेर फालिस कि तैँले उहाँ के अमेरिका लगेर फालिस? हाम्रा राजा त हाम्रा नेपालमै छन्, हाम्रो मनभित्र बसेका छन्। तैँले फाले पनि हामीले फालेका छैनौँ। राजाको बारेमा त्यस्ता कुरा नगर। 17,000 मार्ने जियन मारा, छेपाराको जस्तो रूप फेरेर चिप्ला कुरा गरेर तेरो परिवार मात्रै माथि पुर्याइस, गरिबले गरिबकै ठाउँमा झन् गरिब बनाइस। अझ पनि फेरि राजा आउँदैन भन्न लाज लाग्दैन? यही राजाले चढेको राजाको राज्यमा बसेर तँलाई राजा आउँदैनन् भन्न लाज लाग्दैन? कसको राज्यमा बसेका छस्? तेरा बाउले जोडेको हो यो नेपाल राष्ट्र भनेर तेरा बाउले बनाएको हो। फेरिमा डाका ज्यान मारा।